बुढा ए बुढा किन कस्तो होला भनेको यहाँ आउनु त किन आउनु पर्यो तिमीबाट भन्न तिमी भए पनि यहाँ आउनु न ल ल पहिले मलाई त्यत्रो भकभक उम्लेको पानीले पोल्देको रिस अहिलेसम्म मरेको छैन। यसको बदला त म एक दिन लिएरै छाड्छु। के भनिस्? त आज मर्न खोजेको होइन? तँलाई म आज यही मारिदिन्छु। तैँले चाहिँ होइन, मैले चाहिँ तँलाई मार्छु होला। मेरो हातमा तीखो हँसिया देखिनस्? मैले घरको सबै काम सकेँ। बिहान पकाएर राखेको खाना थियो। मलाई कस्तो भोक लागिरहेको छ। बिहानदेखि केही खाएको छैन। म त्यही खाना खान्छु नि हुन्छ? परेको छैन खाना साना, तैँले कमाएर ल्याइदिएको छस् र? काका काकीले मलाई यति हेला गर्नुहुन्छ। आफ्नो काम पुरा नहुन्जेल र मेरो काम नसकुन्जेल मलाई केही खान दिनु हुँदैन। छोरा तिमी हार नमान, जीवनमा अरूको रिस गर्ने धेरै हुन्छन्, तर ती मान्छेहरूसँग कहिले हारेर छुट्नु हुँदैन। तिमी मेरो प्यारो र बलियो छोरा हो। तिम्रो पनि समय आउनेछ छोरा, तर त्यो समयको लागि प्रतीक्षा गर। त्यो समयको लागि मेहनत गर। तिम्रो साथमा तिम्रो आमा बुबा छन् छोरा। तिमी हार नमान छोरा। तपाईँले सही भन्नुभयो आमा। यो त स्वार्थी संसार रहेछ। यहाँ त ढुङ्गाको आयु पनि मूर्ति बनेपछि मात्र सुरु हुने रहेछ। घुन र उन लगाउनु जेल मात्रै न्यानो हुँदो रहेछ। छोडेपछि त चिसा हुँदो रहेछन्। आमा बुवा के मृत्यु सुन्दर हुन्छ होला है, जसका कारण तपाईहरु मलाई लिनलाई कोहीले नफर्किनु भएको। तपाईहरुलाई मेरो याद आउँछ कि आउँदैन होला है? मलाई त तपाईहरुको धेरै याद आउँछ आमा, धेरै याद आउँछ। होइन, त यहाँ के को नाटक देखाएर बसिरहेको छस्? काम भनेको पछि चाहिँ बिगार्नु मात्रै छ, कुनै एउटा काम गतिलो गरेको होइन। अझ यहाँ नाटक देखाएर बसिरहेको छ। खुब तेरो मन लाग्दै चलेको छ होइन? कुन दिन तेरो हात जलाउने मात्रै होइन, तेरो हात सात काटेर फ्यालिदिन्छु अनि थाहा पाउँछस्। होइन काकी, म लुगा सुगा फेरेर तल आउँदै थिएँ, मेरो हात धेरै दुख्यो। त्यही भएर यो हातमा पट्टी बाँध्दै थिएँ काकी। अनि म चक्कर लाएर ढलेको रहेछु, त्यही भएर गाह्रो भएर एकछिन बसेको काकी। ओहो, जो चोर उसकै ठुलो चोर, अझ मुखमुखै लाग्न लाज लाग्दैन? मुखमुखै लागेको होइन काकी, भनेको मात्रै हो। काकी, मलाई काकाको सर्ट बिगारेकोमा माफ गरिदिनुहोस् है। के को माफी दिन्छु तँलाई? माफी मान्छे मारिसकेपछि
माफी मागेर मरेको मान्छे फिर्ता आउँछ? अझ माफ गरिदिनु भन्न लाज लाग्दैन? त्यो काकाको नयाँ सर्ट थियो, कति पर्छ थाहा छ तँलाई? 2000 पर्छ। ल सर्टको कुरा पछि गर्छु, पहिला यो खाना गिज। फेरि नखाई मर्लास। तँ मरेर त केही फरक पर्दैन, तर यो घरको सारा काम कसले गर्छ भन्ने तनाव मात्रै हो। तेरो बाउ र आमाको व्यवहार देख्दा त तँलाई बाटोमै छोडेर आउनु पर्ने थियो। के गर्नु, कतिसम्म गरेका थिए तेरो बाउ र आमाले, मलाई मात्र थाहा छ। त्यही भएर त्यसको रिस तँलाई पोखेको, बुझिस्? काकी, मेरो आमा बुवाको बारेमा चाहिँ यस्तो नभनिदिनुहोस्, म बिन्ती गर्छु तपाईँलाई। ल धेरै नबोल, यो भात घिच। छी हेर यसले खाना खाएको ताल। भन तैँले कहिले खाना देखेको थिइनस् कि के हो? कहिले घिच्न नपाए जस्तो घिचेको छस् त, कस्तो घिनलाग्दो गरी घिचेको। तर मेरो आफन्त र साथीभाइको अगाडि चाहिँ यस्तो बिहोरा नदेखा नि। मेरो यो गाउँमा धेरै ठुलो इज्जत छ। अब यसले यो बासी खाना खाइसकेपछि मात्र त्यो सर्टको कुरा गर्छु। यसलाई त्यो पुरानो सर्ट नयाँ र महँगो हो भनेर पैसा कमाउन बाहिर पठाउनु पर्ला। यसले घरको काम पनि गर्छ र पैसा पनि कमाएर ल्याउँछ। स्याबास सुशीला, हो स्याबास। अस्तिदेखिको यो बासी भात थियो, कुकुरलाई दिउँ भनेको। हाम्रो घर वरपर कुकुर पनि छैन। एउटा कुकुर थियो, त्यो पनि कहाँ गयो। जे भए पनि यो भातको व्यवस्थापन चाहिँ भयो। अब कुरा गरौँ सर्टको। कि त्यस्तै सर्ट लिएर आइज कि 2000 लिएर आइज, कसरी हुन्छ, कहाँबाट हुन्छ लिएर आइज। नत्र भए त घरमा आए पनि हुन्छ। यदि आइहालिस् भने तेरो नरान कसरी गर्नुपर्छ मलाई राम्ररी थाहा छ। म त्यति धेरै पैसा कहाँबाट ल्याएर काकी? मलाई त्यति धेरै पैसा कसले दिन्छ? मलाई थाहा छैन कि त 2000 पैसा ले कि होइन भने त्यो सर्ट मलाई जस्ताको तस्तै ले। कहाँबाट ल्याउने हो, कसरी ल्याउने हो, मागेर ल्याउँछस् कि चोरेर ल्याउँछस् कि कमाएर ल्याउँछस्, जसरी भए पनि मलाई कि त सर्ट चाहियो कि 2000 पैसा चाहियो, बुझिस् नि? के हेरिरहेको, जा। अनि त्यो थाल चाहिँ तेरो बाउले लिएर जान्छ? थाल पनि लिएर जा। जुठो थाल राख्छ फेरि कोठाभित्र। मलाई त अनाथ केटासँग बदला लिऊ, तर कसरी बदला लिऊ भन्ने सोचिरहेको छु। मैले अस्ति नै त्यसलाई मार्छु भनेर त्रिपलले हान्न खोजेको थिएँ। त्यतिकैमा बिचमा त्यो अलक्षिण आएर बचाइदिए, नत्र त्यो मेरो हातबाट अस्ति नै मरिसक्यो। मैले त्योसँग बदला लिनुको कारण बेग्लै थिएँ। मैले अस्ति त्यो केटीसँग रोमान्टिक गरिरहेको बेलामा त्यसले आएर मेरो टाउको फुट्ने गरी हाने। त्यसको बदला म लिएरै छाड्छु। मलाई थाहा छ बहिनीले पनि त्योसँग बदला लिन त्यत्तिकै फसाएको, तर 2-3 थप्पड हानेर मात्र मेरो रिस मर्दैन। त्योसँग ठुलै बदला लिनु, तर बदला चाहिँ कसरी लिने होला? आइडिया, त्यसलाई नै किड्न्याप गरिदिन्छ। न रहन्छ बाँस न बस्छ बाँच्छ लाई भन्ने होला। मेरो एकजना साथी छ, त्यसलाई म फोन गरेर बोलाउँछु। हेलो साथी,
मैले किन गल्ती गरेको थिएँ र जसका कारण मेरो हात जलाइयो, मलाई यत्रो ठुलो सजाय दिइयो। म 2000 रुपैयाँ कहाँबाट लिएर आऊँ? एक दिनमै मलाई कसले दिन्छ यत्रो धेरै पैसा? मलाई यति धेरै पीडा किन परेको होला? अब त रुदा रुदा मेरा आँखा पनि थाकिसके। यदि आँसुको पनि मूल्य भएको भए यो संसारमा म सबैभन्दा धनी हुन्थ्यो होला। म जस्तो अभागी कोही रहेनछ। म जस्तो अनाथलाई कसले पत्याउँछ होला त? तपाईँ जस्तो आइमै यो घरमा काम छैन। तपाईँ खुर्क यो घरबाट जानुहोस्। म तँलाई छोडेर कहाँ जान सक्छु र छोरा? अन्त मेरो जाने ठाउँ नै कहाँ छ र? ह्याट तेरिका, कति के चिज गरिरहेको? तपाईँले गर्दाखेरि मेरो घरमा झगडा परिसक्यो। तपाईँ जबसम्म यो घरमा बस्नुहुन्छ तबसम्म बुहारी यो घरमा आउँदिनन् रे। म कहाँ जाउँ छोरा? अन्त मेरो जाने ठाउँ नै कहाँ छ र? मैले नखाई नखाई तँलाई पालेर हुर्काएको हो छोरा। तेरो हरेक चाहना पुरा गर्थे छोरा। आज तैँले नै मलाई घरबाट निकाल्ने? तेरो बाउले पनि अर्को केटी लिएर मलाई छोडेर कता हिँडे कता हिँडे। यो संसारमा तँ बाहेक अरू को नै छ र छोरा मेरो? ह्याट तेरिका, तँ बुढी कति के चिज गरिरहेको? मसँग खुरुक्क बिदासम्म हिँड्नु भनेको सुन्न? खुरुक हिँड्न जान्न म, जान्न भने कसरी नजाने? खुरुक हिँड्नु। तँ बुढी कसरी नजान्ने छ हेर्छु म पनि। रुक्नु। ठिक्क तपाईँको सोच होइन। तपाईँले के गर्न लागेको यस्तो? आफ्नै आमालाई तत्तरमा गरेर यस्तो व्यवहार गर्दा पाप लाग्छ दाइ, पाप लाग्छ। होइन, तँ अनाथलाई के थाहा छ? मेरो घरको पीडा तेरो पो आमा बाउ छैन, आनन्द छ। मलाई त यो बुढाबुढीले वाक्क बनाइसक्यो। बुहारीसँग झगडा गरेर कहिले यो भएन भनेछ, कहिले त्यो भएन भनेछ, ज्ञान गुणका कुरा बाँडेछ। त्यही भएर अति भएर यो बुढीलाई वृद्धाश्रम लिएर जान लाग्यो। जबसम्म यो बुढी वृद्धाश्रम जाँदिनन् तबसम्म मेरो बुढी घरमा आउँदिन भनेकी छ। दाइ फेरि न्याउरी मारी पछुतो होला। तपाईँले यो गलत गर्दै हुनुहुन्छ। तपाईँसँग पो एउटा अमूल्य गहना छ। आमा बुवा जस्तो पवित्र शब्द छ। तर म अभागीको त त्यो शब्द नै संसारबाट मेटिसक्यो। आमा बुवा जस्तो पवित्र शब्द बोल्न पाउने त भाग्यमानीले मात्रै हो दाइ। त्यही पनि आमा बुवाको शब्दको महत्त्व तपाईँ जस्तोलाई के थाहा? आमा बुवाको महत्त्व कति हुन्छ भनेर आमा बुवालाई छोडेर विदेशिनु पर्ने ती कलिला युवाहरूलाई गएर सोध्नुहोस्। आमा बुवाको महत्त्व त म जस्तो अनाथ, म जस्तो टुरोलाई गएर सोध्नुहोस्। अहिलेको यो समाजको डरले गर्दा भाउजूको इज्जत र तपाईँको इज्जत जोगाइदिनु भएको हो। भाउजूले छोटो छोटो कपडा लगाउँदा, नराम्रो मान्छेसँग सङ्गत गर्दा, नराम्रो कुरा खाँदा भाउजूमाथि समस्या नआइपरोस्, भाउजूको इज्जतमाथि दाग नलागोस् र तपाईँको इज्जतमाथि दाग नलागोस् भनेर त गाली गर्नुभएको। त्यही पनि आमा बुवाले आफ्नो छोराछोरीको कहिले कुभलो चिताउनु हुँदैन। सधैँ आफ्नो छोराछोरी आफूभन्दा नि ठुलो हुन् भनेर सोच्नुहुन्छ दाइ।
आफूलाई परेको समस्या दुःख कष्ट आफ्नो छोराछोरीमाथि नआओस् भनेर दिन रात आमा बुवाले मेहनत गर्नुहुन्छ। तर त्यो मेहनत तपाईँले देख्नु भएन दाइ। यही हो कुकुरलाई घिउ नपचेको भनेको। सम्झिनुहोस् त, तपाईँलाई बच्चा बेलामा आफ्नो काखमा सुताएर हुर्काएको, आफूले नखाई नखाई तपाईँको इच्छा चाहना पुरा गरेको, कोखाई गरेर आफ्नै हातले भात खुवाएको, तपाईँलाई आफ्नो आमा बुवा बाहेक कसले चाहिँ माया गर्छ? पराई मान्छेले पक्कै माया गर्दैन होला। त्यही पनि तपाईँले तपाईँको जीवनमा भर्खरै आएको मान्छेको लागि आफ्नो आमा बुवालाई यस्तो व्यवहार गर्दै हुनुहुन्छ दाइ। बाउजू त अहिले आउनुभएको हो तपाईँको जीवनमा, तर के थाहा केही समस्याले यो सम्बन्ध टुट्न पनि सक्छ। तर आमा बुवाको सम्बन्ध भनेको यस्तो सम्बन्ध हो जुन ठुलोभन्दा ठुलो समस्या आउँदा पनि टुट्दैन दाइ। त्यही पनि म भिरमा खस्ने गाईलाई राम राम भन्न सक्छु, काँध थाप्न सक्दिनँ। त्यसैले म योभन्दा बढी तपाईँलाई सम्झाउन सक्दिनँ दाइ। र आमा वृद्धाश्रम होइन, मसँग जानुहुन्छ, म तपाईँलाई पाल्छु। तर कहाँ कसरी थाहा छैन। भाग्यले जहाँ लिएर जान्छ त्यहीँ जाउँला आमा, जे दिन्छ त्यहीँ खाउँला। त्यसैले म तपाईँलाई पाल्छु, मसँग हिँड्नुहोस् आमा। मलाई माफ गरिदियो भाइ, मबाट ठुलो गल्ती भयो। मैले धेरै ठुलो गल्ती गर्न लागेको रहेछु। तिमीले नभनेको भए मैले ठुलो गल्ती गर्ने रहेछु भाइ। मलाई माफ गरिदियो भाइ, प्लिज भाइ, मलाई माफ गरिदियो। माफी मसँग होइन दाइ, आमासँग माग्नुहोस्। किनभने तपाईँको आमाको आँखाबाट खसेको थोपा थोपा आँसुले पनि तपाईँलाई पाप लाग्छ दाइ। आमा, मलाई माफ गरिदिन्छ आमा, मबाट ठुलो गल्ती भयो। बरु मलाई जे सजाय दिनुहुन्छ दिनुहोस्, म त्यो सजाय भोग्न तयार छु। तर मलाई माफ गरिदिनुहोस् आमा। माफ दिए छोरा, माफ दिए। तैँले माफी माग्न नै मेरो लागि ठुलो कुरा हो। सजाय दिनुभन्दा माफ दिन नै ठुलो कुरा हो छोरा। बाबु, तिमी त आज मेरो लागि भगवान बनेर आएका रहेछौ। तिमीलाई धेरै धेरै धन्यवाद बाबु। तिम्रो गुण त म त कहिल्यै पनि बिर्सिन सक्दिनँ बाबु, बिर्सिन सक्दिनँ। तिमीले ठिक भन्यौ बाबु, तिमी महान रहेछौ। यदि तिम्रो बाआमा भइदिएको भए तिमी माथि कति गर्व ठान्थ्यौ होला। ओ भाइ, तिमी त हाम्रो घरमा भगवान बनेर आयो। तिमीले हामीलाई ठुलो गुण लगायो। यो गुण हामी कहिले पनि तिर्न सक्दैनौँ। तर लिऊ यो पैसा। यो पैसाको आवश्यकता मलाई भन्दा पनि तिमीलाई बढी छ। त्यही पनि यो पैसा मैले आमालाई वृद्धाश्रम लगेर त्यहाँ बसेर खानी खर्च हुन्छ भनेर छुट्याएको थिएँ। यो पैसाको आवश्यकता मलाई भन्दा पनि तिमीलाई बढी छ। लिऊ यो पैसा। होइन, पर्दैन दाइ। अरूले दिएको पैसा भन्दा आफूले कमाएको पैसाको छुट्टै महत्त्व हुन्छ। त्यसैले यो पैसा तपाईँ नै राख्नुहोस्। लिऊ बाबु, लिऊ। आफ्नो आमाले दिएको आशीर्वाद भनेर लिऊ। आमाले दिएको कुराहरू नाइ भन्नु हुँदैन। हस् आमा, हस् दाइ। यो पैसाहरूको आवश्यकता मलाई धेरै छ। धन्यवाद आमा, धन्यवाद।
दाइ मलाई घर जान ढिला भइसक्यो म जान्छु है ल बाबु ल बिस्तारै जाऊ है बाबु आमा मलाई माफ गरिदिनुहोस् है आमा हेर्नुहोस् जाउँ घर हे अल्लाह हे ईश्वर हे परमेश्वर यो बचेरालाई कितना तकलिफ दिइहाल्नु भएछ बहुत पीडामा पार्नु भएछ बिचरा बचेराको सब खुसी खोसिहाल्नु भएछ हे भगवान यो सानो बालकलाई यो सारा दुःख कष्ट सहन गर्न सक्ने शक्ति दिइहाल्नुहोस् भगवान यहाँ से ज्यादा कति पीडा दिइहाल्नुहुन्छ हे अल्लाह उसलाई शक्ति दिइहाल्नु होला बामे छरिहाल्ने बेला आमा बुबा छिनिहाल्नु भयो पढ्ने बेला काम गर्न परिरहेछ खेल्ने बेला काका काकीको कुटाइ खाएर बसिहाल्नु परेछ उसको सारा मुस्कुराहट लुटिहाल्नु भएछ हे अल्लाह उसलाई खुसी दिइहाल्नु होला होइन हो अहिले त जेन्जी युवा भन्दा त यो अम्मालाई बहुत बढिया देखिहालेछ ए 84 अम्मा तपाईँ यो कस्तो फेसन लगाइहाल्नु भयो त हाम्रो दिल धडक धडक गर्न लागिहालेछ जेन्जीको नयाँ फेसन हो बाबु